मेरो मिनी भ्लगमा तपाईहरुलाई स्वागत छ। हेरेर इन्जोय गरिदिनु होला। टिकट देखाइसकेपछि हामी चाहिँ भित्र जाँदैछौँ। धेरै वर्ष पछाडि महोत्सव गएको हुनाले I was very excited। सानो छँदाखेरि मम्मीले हामीलाई महोत्सव लानु भएको एकदम याद आइरहेको थियो र मलाई चाहिँ झन् एक्साइटेड भइरहेको थियो म चाहिँ। मेरो हस्बेन्डले चाहिँ मलाई छिटाउनु भनेर भन्दै हुन्थ्यो। म भने चाहिँ भिडियो क्याप्चर गर्नुमै व्यस्त थिएँ र म चाहिँ हस्बेन्डको पछि लागेँ। तर भिडियो क्याप्चर गर्नु भने चाहिँ छोडिनँ। मेरो अल टाइम फेभरेट चाहिँ यो नाउ हो। रोटेपिङ भने चाहिँ म खासै खेल्दिनँ, तर खेल्नु परेमा चाहिँ पछि चाहिँ हट्दिनँ। एक्चुअली मलाई सबै मनपर्छ, तर सबभन्दा फेभरेट भनेको चाहिँ मेरो नाउ नै हो। र बच्चाहरूको चाहिँ गाडीवाला थियो, राउन्डवाला, र साथसाथै बबल टीको इन्स्टल र पानीपुरी आइसक्रिमहरूको इन्स्टल पनि थियो, जुन चाहिँ एकदम एट्र्याक्टिभ देखिरहेको थियो। मलाई चाहिँ एउटा कुरा सेयर गर्नु मन लाग्यो। त्यो कुरा चाहिँ के हो भने मलाई चाहिँ खासै भिडियो एडिट गर्न आउँदैन, जस्ट सिक्दैछु। तर पनि हेरेर इन्जोय गरिदिनु होला। कति वरिपरिको मात्रै भिडियो क्याप्चर गर्नु भनेर मैले चाहिँ स्न्यापच्याट निकालेर आफ्नो पनि भिडियो क्याप्चर गरेँ र वरिपरिको भ्यूहरू पनि देखाएँ। एउटा कुरा के हो भने मैले चाहिँ यो भिडियो युट्युबमा हाल्छु भनेर चाहिँ क्याप्चर गरेको थिइनँ। जस्ट मेमोरिजको लागि चाहिँ मैले क्याप्चर गरेको थिएँ। मैले प्रायः यो भिडियोमा भोइस ओभर गर्नको रिजन चाहिँ ब्याकग्राउन्डमा साउन्ड एकदमै बजिरहेको थियो, जुनले चाहिँ कपिराइट हुने पोसिबल छ। सो कहीँ कतै बोल्दा त्रुटि भएमा माफी पाऊँ। निकै समयदेखि भिडियो क्याप्चर गर्दा वरिपरि हेर्दा म चाहिँ आफ्नो मनलाई थाम्न सकिनँ र सधैँ खेलेको जस्तै म पनि नाउ खेल्न लागेँ। र त्यहाँ जाँदाखेरि दुईजना भाइ बहिनी अलरेडी बसिरहनु भएको थियो। सो मैले पनि उहाँहरूको पछाडि गएर बसेँ। यो नाउ चाहिँ खाली थियो, किनभने यो चाहिँ अलिकति भित्र थियो र अलिक अर्को नाउभन्दा सानो पनि थियो, त्यही भएको हुनाले खाली थियो। म चाहिँ ओभर एक्साइटेड थिएँ, किनकि धेरै वर्ष पछाडि मैले नाउ खेल्दै थिएँ। अनि म चाहिँ वरिपरिको आकर्षित भ्यूहरू चाहिँ क्याप्चर गर्दै थिएँ नाउ चालु नभइन्जेलसम्म। निकै समय वेट गर्दा पनि कोही कस्टमर नआउनु भएपछि फाइनल्ली अङ्कलले नाउ चालु गर्नुभयो। र अगाडि बस्नुभएको भाइ बहिनीले चाहिँ अझै हलाइदिनु, अझै स्पिड भन्दै रिक्वेस्ट गर्दै हुनुहुन्थ्यो। र अङ्कलले चाहिँ टाइम अफ भएर स्लो गर्दै हुनुहुन्थ्यो। तर उनीहरूको रिक्वेस्ट अनुसार अङ्कलले चाहिँ फेरि स्पिड बढाइदिनु भयो। र म चाहिँ उनीहरूलाई पछाडिबाट अब चाहिँ रिक्वेस्ट नगरिदिनु, मलाई टाउको दुख्यो भनेर म उनीहरूलाई रिक्वेस्ट गर्दै थिएँ, किनभने धेरै वर्ष पछाडि खेलेर मलाई चाहिँ हल्का रिङ्गटा लागेको जस्तो भएको थियो।